बोल्ने कुरा हो यार Go, let's go guys ल जम्मै त ल हाम्रो राइड सुरु भयो है यहाँबाट अब टक्क लाएर मुडे यहाँबाट मुडेसम्म बिचमा रोकिन्छ एक ठाउँमा त्यो पछि अनि डाइरेक्ट इन्ड हुने ठाउँमा पुगेर रोकिन्छ यस्तै हो चलिरहेको यहाँ खानासाना खाइयो एकैछिन रेस्ट गरियो अनि त्यो पछि अब यहाँबाट बाटो अलिकति परसम्म यस्तै छ अप्ठ्यारो के गर्नु मिलाएर जानुपर्छ बिस्तारै हामी लगभग कति 28वटा बाइक छ क्या र सिङ्गल हो हामी सबैजना यो राइड चाहिँ अब राइडकै बारेमा कुरा गरौँ न त के छ र होइन मेरो अटोले गर्ने राइड है प्रत्येक वर्ष यही टाइम भनौँ न मङ्सिरमै कार्तिक मङ्सिर यस्तै टाइममा मिलाएर अब डेट मिल्नु पऱ्यो इधर उधर सबै हुनु पऱ्यो होइन राइड विथ प्रोफेसनल हाम्रो चाहिँ राइड विथ प्रोफेसनल भन्ने स्लोगन है एकदम यो कम्युनिटी राइड हुन्छ नि जस्तै अब तपाईँहरू धेरैलाई त थाहा होला कम्युनिटी राइड भनेको यो अब कम्पनीहरूले गराउँछ जस्तै बाइक कम्पनीहरूले यो जसलाई यो बाइक स्कुटरहरू बेचेको हुन्छ सबै कस्टमरहरूलाई बोलाएर अनि उनीहरूले चाहिँ कुनै ठाउँमा नयाँ ठाउँहरू खोज्दै नयाँ ठाउँहरूमा एकदम ग्रुप बनाएर अनि राइड लाने काम गर्छन् क्या त्यसलाई चाहिँ कम्युनिटी राइड भनिन्छ अनि यो हाम्रो भनेको चाहिँ अलिकति डिफ्रेन्ट टाइपको हो अलिकति भन्दा नि टोटल्ली डिफ्रेन्ट हो राइड त राइड हो राइड एउटा चाहिँ सेम हो तर राइडमा हुने चाहिँ यो सबैजना चाहिँ यो कर्पोरेट सेक्टरबाट मात्रै हुन्छ एकदम कर्पोरेट सेक्टरको प्रोफेसनलहरू मात्रै त्यही भएर हाम्रो राइडको नाम नै राइड विथ प्रोफेसनल हाम्रो यो थर्ड भर्सन भनौँ न अब हाम्रो यो राइड विथ प्रोफेसनल 3.0 पहिलो वर्ष 80 दोस्रो 81 र यो 82 मा थर्ड तीनवटै र्यालीमा म सहभागी छु भनौँ न जस रमाइलो भएको छ अघिल्लो 2 वर्ष पनि रमाइलै भएको थियो अहिले पनि धेरै रमाइलो हुनेवाला छ जस हाम्रो यो एकदम रेसिङ टाइपको राइड होइन क्या एकदम प्रोफेसनल नै भनौँ न अब एकदम मिलाएर सबै अब प्रोफेसनलहरू नै हुनुहुन्छ त्यो बाहिरको कोही पनि हुनुहुन्न सबै कर्पोरेट सेक्टरमा काम गरिरहनु भएकाहरू जस टाइम मिलाएर सबैजना आउनु भएको छ त्यही हो राइडको बारेमा चाहिँ यही हो कम्युनिटी राइड र अनि यसमा चाहिँ यही फरक हो कम्युनिटी राइडमा धेरै हुन्छ नि त मान्छे अलि धेरै पनि हुन्छन् अनि कस्टमरहरू इधर उधर सबैजना मिलेर गइरहेको हुन्छ मिलेर लगिरहेको हुन्छ कम्पनीले हाम्रो चाहिँ यो कर्पोरेट सेक्टरबाट मात्रै हो सबैजना बाहिरको कोही पनि छैन सबैजना कर्पोरेटमा एकदम प्रोफेसनल रूपमा काम गरिरहनु भएकाहरू मात्रै हो राइडर हुनुहुन्छ त्यही भएर पनि छुट्टै मजा आउँछ डेस्टिनेसन पुगेपछि झन् त्यहाँको रमाइलो त छुट्टै नै छँदैछ होइन यस्तै हो आज लिएर आएको बाइक चाहिँ रोयल इनफिल्ड स्क्रैम नयाँ 440 अस्ति भर्खरै सार्वजनिक भएको नेपालमा जो चलाउनलाई चाहिँ एकदम मजा छ पावरहरू त्यस्तो धेरै छैन चलाउनलाई अफ रोडमा अथवा अन रोडमा दुवैमा चाहिँ एकदम मस्त मैले अस्ति यो अघिल्लो भिडियोमा भिस्ट्रोमको कुरा गरेको थिएँ नि त्योभन्दा अझै यो मलाई बेस्ट लाग्छ त्योभन्दा यो चाहिँ मलाई धेरै एकदमै बेस्ट लाग्छ यो अलिकति महँगो त छ 1 लाख जति तर बाइक चाहिँ बब्बाल 440 सीसी हो आज हाम्रो यहाँ कुन बाइक छ एमटी सिएफ मोटोको एमटी 450 डोमिनार 400 अनि भिस्ट्रोम छ 3-4 वटा यहाँ 150 XR अनि CRF 250 पनि छ ड्युक मजो यही स्क्याम भइहाल्यो हिमालयन अरू कुन चाहिँ अनि क्लासिक भयो कुन छुट्यो अरू कुन छ अब यस्तो मिलाएर रोनिन पनि छ टिभीएस अनि एउटा एफजेड छ
हाम्रो चाहिँ यो मेन राइडमा चाहिँ हाम्रो यो मेन भनेको चाहिँ 200 सीसी भन्दा माथिको बाइक एकदम प्रायोरिटीमा। प्रोफेसनल भनेपछि अलिकति होस् न भन्ने हिसाबले 200 सीसी भन्दाको माथिको। म जुन अफिसमा काम गर्छु मेरो अटो हो, त्यही अफिसबाट अर्गनाइज गरेको राइड हो यो चाहिँ। मेरो अटो अफिसको कुरा गरिहालेँ, अब भनिहालौँ। मेरो अटो चाहिँ हाम्रो अटोमोबाइल सम्बन्धी समाचार लेख्ने ठाउँ भनौँ न, अनलाइन पोर्टल वेबसाइट जहाँ चाहिँ नेपालको सम्पूर्ण अटोमोबाइल क्षेत्रको सबै जानकारीहरू त्यहाँ उपलब्ध हुन्छ र सँगै भिडियोहरू पनि युट्युबमा आउँछ। युट्युब च्यानल पनि छ मेरो अटो, सर्च गरेर हेर्न सक्नुहुन्छ। भिडियोहरू पनि आइरहेको हुन्छ, रिभ्यू भिडियोहरू, यस्तै राइडको भिडियोहरू आइरहेछ। पहिलाको राइडहरू पनि छ, हेर्न सक्नुहुन्छ। यो हाम्रो बाइक राइड भयो। अनि वैशाखमा चाहिँ हाम्रो कार राइड हुन्छ, कार र्याली हुन्छ। युनिटी नभनौँ, थोरै मान्छेहरू बाइक राइडमा चाहिँ राइडरहरू चाहिँ अलिक थोरै हुन्छन्, कारमा चाहिँ धेरै नै हुन्छन्। अब 90-100 जना नै हुन्छन्। त्यति बेला त कार पनि टन्नै हुन्छ। अनि कारमा त फेरि 2-3-4 जना पनि बस्न मिल्ने हुन्छ नि त। त्यही भएर त्यसमा 2-3 जना बसेर हुन्छन् कारमा, त्यहाँ धेरै हुन्छन्। बाइक भनेको चाहिँ सिङ्गल सबैजना, नो डबल, नो बडी डबल, ओन्ली बडी सिङ्गल। त्यही भएर चलाउनलाई पनि मजा। अलि लामो ठाउँ भयो भने चलाउनु चाहिँ मजा आउँछ क्या। हाम्रो फर्स्ट राइडमा म सोलुखुम्बु गएको थियौँ, सेकेन्ड राइडमा रसुवा मार्बल डाँडा, सोलुखुम्बु हामी पताले गएको थियौँ, सेकेन्डमा मार्बल डाँडा उहाँ रसुवा, अहिले थर्डमा मुडेको पनि। अनि मुडे भन्दा पनि मेन भन्दा अझै खरीढुङ्गा। हाम्रो यो राइड चाहिँ सबै गइरहेको ठाउँभन्दा अलिकति नयाँ ठाउँ खोजेर, नयाँ एक्सप्लोर गर्न नसकेको ठाउँहरू हुन्छ नि मान्छेहरूले, राइडरहरूले, हो त्यस्तो ठाउँ खोजेर टुरिज्मलाई नै अलिकति प्रमोट गर्ने हिसाबले गरिन्छ। त्यही भएर नयाँ ठाउँमा, अरू गइरहेको ठाउँमा हामी प्रायः जस्तो जाँदैनौँ। नयाँ ठाउँ नै पत्ता लगाएर नयाँ ठाउँमै जाने हो। यस्तै हो कि रमाइलो भने राइड, अरू भने त्यस्तै हो। राइडमा चिल हान्ने हो, हाम्रो पर्पस नै त्यही हो। एकदम राइड फिल गर्ने हो। ल गाइस, ल लेट्स राइड गाइज। अहिले हामी 5 खालमा आइपुग्यौँ, बजार, 5 खाल बजार। सबैजना सँगसँगै हो, अगाडि पछाडि कोही पनि छैन। चुचु पेट्रोल पनि हाल्नुपर्ने छ। पेट्रोल त पम्पहरू त छ, पेट्रोल पम्पहरूको अभाव छैन यतातिर। त्यही भएर आत्तिनु पर्ने छैन अवस्था। राइडको मजा लिने हो। 5 खाल बजार। हामी अहिले जाने मुडे खरीढुङ्गा। जीरो किलो आइपुग्यौँ हामी चाहिँ अहिले। 0 किलो यहाँ रोकिरहेको रहेछ, के भयो? जाम। बस जाम पछाडि छ। गाडी अगाडि छ, हामी पछाडि। All riders are here.